नमस्कार। कार्यक्रम स्वस्थ समाजमा यहाँलाई स्वागत छ। म शोभा श्रेष्ठ। दर्शकवृन्द, आज हामी कुराकानी गर्दैछौँ महिलाहरूको मानसिक स्वास्थ्यका बारेमा। केही तथ्याङ्कका अनुसार नेपालमा पुरुषको तुलनामा महिलामा मानसिक समस्या बढी देखिने गरेको छ। जस्तै एउटा उदाहरणको लागि सन् 2022 मा गरेको एउटा सर्वेक्षण अनुसार महिलाहरूमा खास गरी एङ्जाइटीको समस्या 21.3% देखिएको छ भने पुरुषमा त्यही समस्या 11.3% मात्रै रहेको छ। खास गरी केही वर्ष अगाडि गरिएको एक सर्वेक्षणमा करिब 40 लाख मानिसलाई मानसिक समस्या छ भन्ने एउटा तथ्याङ्क पनि रहेको छ। के रहेको छ त यो मानसिक स्वास्थ्यको अवस्था नेपालमा र खास गरी महिलाहरूमा किन यो समस्या बढी हुने गर्दछ, यसका बारेमा आज हामी कुराकानी गर्दैछौँ डाक्टर सबरी शाहसँग। उहाँ वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ हुनुहुन्छ र सिंहदरबार वैद्यखानामा हाल कार्यरत हुनुहुन्छ। कार्यक्रममा स्वागत छ डाक्टर साहब। धन्यवाद। यहाँले नै उपलब्ध गराउनु भएको केही तथ्याङ्क मैले यहाँ राखेँ। यो अनुसार हेर्दाखेरि पनि अलिकति महिलाहरूमा चाहिँ मानसिक स्वास्थ्य समस्या केही बढी रहेको देखिन्छ। यो किन होला डाक्टर साहब यस्तो चाहिँ? यस्तो मानसिक स्वास्थ्यको बारेमा हजुरले कुरा उठाउनु भएछ। यसमा के हो भने एउटा निश्चित फ्याक्टर छैन, हैन, यो कम्प्लेक्स फ्याक्टर छ। कतिवटा फ्याक्टरले यसमा भूमिका निर्वाह गरिरहेको हुन्छ। एउटा बायोलोजिकल फ्याक्टर हो, एउटा साइकोलोजिकल फ्याक्टर हो र एउटा सोशल फ्याक्टर वा हामी जसलाई सोसियोलोजिकल पनि भन्छौँ, हैन, त्यो हो। अब यो नेपालमा मात्रै हैन, यो विश्वभरिको डाटा पनि हेर्दा पुरुषको तुलनामा महिलाहरू अलि मानसिक समस्याबाट बढी चाहिँ ग्रसित भएको पाइन्छ र यो तथ्याङ्क नेपालमा पनि छ, हैन। लगभग 2 गुणादेखि 3 गुणा पुरुषको तुलनामा 2 गुणादेखि 3 गुणा महिलाहरू बढी मानसिक समस्याबाट प्रभावित हुन्छ। र त्यसमा अब डाटा त एउटा छ र केही मेरो आफ्नो पनि अनुभव छ। यो खास गरेर यो प्रजनन उमेरमा महिलाहरू मैले जुन अनुभव गरेछु, आफ्नो क्लिनिकल अनुभव भनौँ वा आफ्नो कार्यक्षेत्रगत अनुभव भनौँ, त्यो हिसाबले हेर्दा प्राय यो 30 देखि 50 वर्षको बिचको महिलाहरूमा यो समस्या चाहिँ मैले बढी हेरेको महसुस गरेको छु। हजुर हजुर। यहाँले अब जस्तो अब 3वटा क्याटेगोरी छुट्याउनु भयो, होइन। अब एउटा चाहिँ उहाँहरूको बायोलोजिकल फ्याक्टरले पनि यसमा म्याटर गर्छ भन्नुभयो। बायोलोजिकल फ्याक्टरले चाहिँ कसरी, जस्तो कस्तो महिलाहरू चाहिँ अलिकति संवेदनशील हुन्छन्, होइन, मानसिक रूपमा पनि, त्यसै गरी अलिकति शरीर पनि उनीहरूको कमलो हुन्छ, यस कारणले हो अथवा अन्य कारणले हो? बायोलोजिकलमा हजुरको एउटा के छ भने हार्मोन हो, हजुर, हैन। अनि त्यसपछि यो ब्रेनको केमिस्ट्री, जहाँ तपाईँको 2टा हार्मोनको मान्छेको मुड कस्तो छ, हैन, उसको बिहेभियर कस्तो छ, त्यसमा 2टा हार्मोनको प्रमुख भूमिका हुन्छ। एउटा सेरोटोनिन र एउटा डोपामिन, हैन। यो त पुरुषमा पनि हुन्छ होला नि? हैन, त्यो सबैमा हुन्छ, महिलामा मात्रै हैन, पुरुषमा पनि हुँदैन। जस्तो जान्न खोजेको, जस्तो अब जति नै महिला र पुरुष बराबर भने पनि यहाँले भन्नुभएको जस्तो बायोलोजिकल फ्याक्टरहरूले त अब फरक पार्दो रहेछ नि त। त्यस्तै गरेर हार्मोन पनि अब महिला र पुरुषमा फरक हार्मोन प्ले हुन्छ होला, हैन, त्यसले रोल खेल्छ होला। कस्तो खालको हार्मोन चाहिँ महिलामा बढी हुन्छ, कस्तो खालको हार्मोन पुरुषमा बढी? अब यसमा मेन भनेको अब यो हेल्थको हेर्नुहुन्छ भने, मेडिकल साइन्सको भने त्यो इस्ट्रोजनको चाहिँ प्रमुख भूमिका हुन्छ, हैन। त्यसमा हार्मोनल महिलाहरूमा जुन हार्मोनल चेन्जेस हुन्छ नि, जस्तै अब प्युबर्टीदेखि अनि यौवन अवस्थादेखि लिएर मेनोपौजसम्मको बिचमा विभिन्न किसिमको उतार चढाव हुन्छ, हैन। अब कसैलाई यो पोस्टमार्टम स्ट्रेस हुन्छ, जस्तै बच्चा भयो त्यो बेलामा पनि एकदम तनाव हुन्छ, आफ्टर डेलिभरी भन्नु पोस्टमार्टम भन्छु, हैन, त्यो हो। कसैलाई मेनोपौजको बेलामा, मेनोपौजमा हार्मोन त फ्लक्चुएट गर्छ नि त, त्यो बेलामा पनि त्यो देखिन्छ, हैन। र हजुरले जुन मैले यो मुडमा भनेको यो सेरोटोनिन र डोपामिन, यो त पुरुषमा पनि हुन्छ र इस्ट्रोजन को एउटा ठुलो रोल छ महिलाहरूमा। अर्को कुरो केही जेनेटिक फ्याक्टर पनि हुन्छ। अब साइकोलोजिकल र सोसलमा जस्तै उसको पारिवारिक जीवन, प्राय त प्रजनन उमेरमा महिलाहरू प्राय विवाहित नै हुन्छ, हैन। प्राय 20 वर्ष कटेपछि त 25, 30, 35 मा त प्राय विवाहित हुन्छ। अनि उसको पारिवारिक जीवन कस्तो छ त,
कति स्ट्रेसफुल छ त्यो पनि एउटा हो। अर्को कुरो यसमा के छ भने उसको एक्लोपन कति छ हैन। अब कसैको भनौँ न अब त्यो के अरे उसको प्रेमको इतिहास पनि हुन्छ नि कतिमा त। हजुर, परिवारबाट कति माया ममता पाइन्छ त्यसमा नि भर गर्छ। कतिको यो लभको इतिहास पनि हुन्छ हैन, फ्याक्टर हेर्ने हो भने। हजुर हजुर। अर्को कुरो उसको कोही मान्छेहरू अवहेलित पनि हुन्छ महिलाहरू हैन, एउटा कुरो भयो। दोस्रो कुरो यसमा के छ भने तपाईँको स्ट्रेस सबैको जीवनमा हुन्छ, नहुने होइन सबैको जीवनमा हुन्छ, तर त्यो तपाईँले टलरेन्ट कतिको गर्न सक्नुहुन्छ त्यसमा भर पर्यो। त्यो पनि हो नि त। स्ट्रेस हजुरलाई पनि छ, मलाई पनि छ, र संसारको जति पनि मान्छे छ सबैलाई छ, तर टलरेन्ट गर्ने क्यापेसिटी कति छ त्यो पनि एउटा हो। हजुर हजुर। भनेपछि यो पुरुषको तुलनामा महिलामा चाहिँ सहने क्षमता अलिकति कम हुन्छ हैन। सहन शक्ति भन्नुहुन्छ भने महिलामा बढी हुन्छ पुरुषको तुलनामा। महिलामा 3-4 गुणा बढी हुन्छ सहन शक्ति। त्यति हुँदा हुँदै पनि अब विभिन्न परिस्थिति जन्य कारणले चाहिँ यो म्याटर गर्न जान्छ। यो भन्नाले यसको रिजल्ट चाहिँ अब त्यस्तो निस्किन्छ। महिलामा पनि कसले बढी त्यसलाई सजिलैसँग सहन सक्छ अथवा त्यसलाई कसरी पचाउन सक्छ भन्ने कुरामा चाहिँ फरक पर्ने होला। हो, यसमा के देखिन्छ भने तपाईँको पर्सनल जीवनशैली कस्तो छ हजुर हैन। सुत्नेदेखि लिएर उठ्नेसम्मको हैन, कति बजे सुत्नुहुन्छ, कति बजे उठ्नुहुन्छ हैन, तपाईँको पारिवारिक जीवन कस्तो छ हैन, खास गरेर श्रीमान श्रीमतीको सम्बन्ध कस्तो छ, तपाईँको आर्थिक आय स्रोत कति छ, त्यसको पनि एउटा ठुलो भूमिका हो नि त हैन। त्यो छ। अनि अर्को कुरो तपाईँको एज फ्याक्टर हो हैन, एज फ्याक्टर पनि छ। हार्मोनको अवस्था के छ, अब कुनै महिलाले मानौँ न अब कोही परिवार नियोजनको साधन पनि युज गरिरहेको हुन्छ त्यसले पनि फरक पर्छ, त्यसको पनि इफेक्ट छ नि। अर्को कुरो तपाईँको भनौँ न कसैको अब श्रीमान कोही वैदेशिक रोजगारमा छ, त्यसको पनि एउटा छुट्टै प्रभाव हुन्छ। यो त अब हाम्रो जस्तो मुलुकको कुरा भयो हैन डाक्टर साहब। हजुरले भन्नुभयो नि जस्तो विश्वभरि नै अब महिलाहरूमा चाहिँ मानसिक समस्या बढी भनेपछि कतिपय विकसित मुलुकमा पनि यो देखिन्छ हैन। त्यहाँ चाहिँ अब किन त्यस्तो भयो होला? जस्तो आर्थिक रूपमा उहाँहरू त सुदृढ हुनुहुन्छ, हेल्थमा पनि उहाँहरूको त्यतिकै खर्च गरेको हुन्छ हैन, सरकारले पनि हेरिदिइरहेको हुन्छ, त्यहाँ चाहिँ किन यो समस्या देखिन्छ जस्तो लाग्छ? हैन, यो महिला जहाँको भए पनि के अरे उसको जुन शारीरिक बनावट छ एउटा त एक नासको भयो हैन, एउटा कुरो छ। अर्को कुरो तपाईँ यो उसमा के भन्छ मेडिकलको डाटाहरू हेर्नुहुन्छ भने, रिसर्चहरू हेर्नुहुन्छ भने तपाईँको मानसिक समस्या मैले बुझेको तपाईँको 35-40% महिलाहरूमा HSDT को समस्या हुन्छ। हजुर, भन्नाले हाइपो एक्टिभ सेक्सुअल डिजायर डिजअर्डर भन्छ, अर्थात् यौन उत्तेजनाको एकदम पुरै कमी हुने। हजुर हजुर। त्यो पनि एउटा डाटाले देखाउँछ के त्यस्तो महिलाहरूमा पनि मैले हेरेको त्यो महिलाहरू मानसिक रूपमा बढी ग्रसित हुन्छ के। हजुर हजुर हजुर। एउटा अहिले भर्खर हाम्रो नेपालकै हिजो अस्तिको मात्रै सर्वे आइरहेछ, त्यो हजुरले सायद सुन्नुभयो होला किनकि उसमा टिभीमा काम गरिराख्नु भएको छ। त्यो भएर यो यौन दुर्बलताको कुरा अहिले भर्खर आइरहेछ, हिजो अस्ति मात्रै एउटा डाटा सर्वे गरेछ जसमा के देखाइरहेछ भने 72% पुरुषमा यौन दुर्बलता छ र 68% महिलामा नेपालको महिलामा यौन दुर्बलता छ। त्यसले पनि मानसिक समस्या निम्त्याउँछ भन्नु एकदम निम्त्याउँछ। जस्तै खास गरेर महिलाहरूको हजुरले कुरा गर्नुभयो हैन, यो खास गरेर मैले पनि भने 30 देखि 50 वर्षको बिचमा त्यसमा पनि यो के अरे यौन स्वास्थ्यको चाहिँ ठुलो रोल छ के एउटा। हजुर हजुर हजुर। यसमा चाहिँ अब खास चर्चा पनि गरिँदैन हैन, हो गरिदैन, हो खुलेर यो कुरा बाहिर पनि आउँदैन, यसलाई दबाएर पनि राखेको हुनसक्छ, त्यसले त्यो कारणले पनि यो समस्या चाहिँ बढी भएको हुनसक्छ नि त डाक्टर साहब। यसमा अब जस्तो यहाँले भन्नुभयो नि अब महिलाहरूको यो एउटा सर्टेन पिरियडमा चाहिँ यो समस्या बढी हुन्छ भनेपछि जस्तो अब यो यौवन अवस्था सुरु हुँदाखेरि र अब यो मेनोपजसम्मको कुरा रह्यो हैन, त्यसपछि आफ्टर मेनोपज पनि त्यो विभिन्न त्यसको प्रतिक्रियाहरू देखिन्छ होला। कुन उमेरमा चाहिँ धेरै जसो महिलाहरू ग्रसित हुनुहुन्छ यसमा चाहिँ त्यो मानसिक समस्याबाट? मैले त अघि पनि भनेको थिएँ कि के अरे यो मेरो बुझाइमा हुन त यो कुनै पनि उमेरमा टिनेजमा पनि केटीहरू हैन ग्रसित हुन्छ, यो आफ्टर मेनोपज पनि हुन्छ, तर मेरो अनुभवले के भन्छ भने यो प्रजनन उमेरमा खास गरेर डाटाले पनि देखाउँछ, मेरो पर्सनल अनुभव पनि यो 30 देखि 50-55 को बीचको महिलाहरू चाहिँ बढी ग्रसित हुन्छ।
यसमा अब यो समस्या अब देखिसकेपछि कस्तो खालको सिम्टमहरू देख्यो भने चाहिँ महिलाले बुझ्नुपर्छ कि उसमा केही समस्या छ अथवा एङ्जाइटी नै भएको छ अथवा डिप्रेसनमै गइसक्यो भने पनि कस्तो खालको लक्षणहरू देखिन्छ? अनि यसमा तपाईँको 3टा समस्या प्रमुख देखिन्छ। एउटा एन्जाइटी, हजुर, एउटा डिप्रेसन, हजुर, एउटा माइग्रेन। ए यो 3टै हेर्नुहुन्छ भने माइग्रेन पनि माइग्रेन पनि यो मानसिक समस्यामै हो हैन। र यो 3टै समस्या पुरुषको तुलनामा यो महिलामा 2 देखि 3 गुणा बढी हुन्छ हैन। र जो महिला यसबाट ग्रसित हुन्छ उनीहरूमा 2-4 वटा लक्षण आफै हेरेर उहाँले बुझ्न सक्नुहुन्छ कि मलाई यो समस्या छ। जस्तो एक-एकवटा गरेर बताइदिनु होला डाक्टर साहब। जस्तै एङ्जाइटीमा कस्तो लक्षण देखिन्छ? अब कस्तो हुन्छ भने पेसेन्ट्स के अरे जो एन्जाइटीबाट ग्रसित हुन्छ उनीहरूमा अलिकति त्यो सहन शक्तिको अभाव देखिन्छ के। ए हजुर, हैन। जस्तै सहन शक्ति प्राय हुँदैन। निन्द्राको पनि अलिक कमी हुन्छ। ए हजुर, हैन। कुनै लक्षण? निन्द्राको कमी, पेल्पिटेसन हुन्छ, टुक 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 हुने। त्यो चाहिँ कस्तो 24 घण्टा भइरहन्छ कि हैन? कुनै बेला हुन्छ, कुनै बेला हुँदैन। ए हजुर, हैन। हजुर। त्यसपछि तपाईको भिडभाडमा गयो भने हजुर उसलाई कस्तो अनकम्फर्टेबल फिल हुन्छ। भिडभाडमा गयो भने सास अड्केको जस्तो, सास थामिएको जस्तो हैन फिलिङ हुन्छ। नचाहिने कुरामा, सानोतिनो कुरामा नि झर्को लाग्ने, सानो सानो कुरामा रिसाइहाल्ने, हजुर, हैन। टलरेन्स क्यापेसिटी एकदम कम हुने। यो चाहिँ एन्जाइटीको हो। एन्जाइटी हो हैन। त एन्जाइटी र डिप्रेसन लगभग मिल्दोजुल्दो छ। तर एन्जाइटीको अलिकति भनौँ न परिष्कृत रूप भनौँ डिप्रेसन हजुर, हैन। माइग्रेनमा पनि त्यो पनि धेरैमा त्यो मानसिक कारण नै हो। त्यो माइग्रेनमा चाहिँ अब आधा टाउको दुख्छ भनिन्छ हैन। बिरामीहरूले के भन्छ भने कहिले यतापट्टि दुखिरहेछ, कहिले यतापट्टि दुखिरहेछ। उनीहरू एकान्त खोज्छ के। माइग्रेनबाट जो ग्रसित हुन्छ नि उनीहरू एकान्त खोज्छ। र त्यसको एट्याक भयो भने 2 दिन 3 दिनसम्म उसको टाउको दुखेकै दुखे हुन्छ, निको हुँदैन र प्राय एक्लोपन खोज्छ, अँधेरो कोठामा बस्न खोज्छ हैन। त्यस्तो लक्षण देखिन्छ। माइग्रेनमा त जस्तो खानपानले पनि फरक पर्छ भने जस्तो अमिलो चिजहरू खानु हुँदैन भनेको त्यो खानपानको छ। अब त्यो यस्तो छ कि यो डाटा त्यो रिसर्च हेर्दा डिफ्रेन्ट रिसर्चले डिफ्रेन्ट टाइपको कुराहरू गरेको छ हैन। अब अमिलोको छ हैन। अब जस्तै यो बेरीहरू, हजुर, बेरीको जुसहरू ल्याएर छ नि, त्यो खाँदा त्यसको जुन उ छ भनौँ न तीव्रता माइग्रेनको त्यसलाई अलिकति घटाउँदो रहेछ। जस्तै मिक्स बेरी, ब्लुबेरी हैन, के बेरीको जुसै ल्याएर स्ट्रबेरीहरू त्यसले चाहिँ घटाउँछ। अब केही फुडहरूले चाहिँ त्यसलाई बढाउँदो रहेछ। त्यो पनि अब त्यो हार्मोनकै रोल होला त्यसमा पनि। अब जस्तो हार्मोनको पनि छ हैन। अनि तपाईको स्ट्रेस कति छ हैन, तपाईको वैवाहिक जीवन कति सुखमय छ हैन। हजुर, त्यसमा अब हजुरले भन्नुभयो नि जस्तो 2टाको त कुरा आयो हैन, एङ्जाइटी र माइग्रेनको। अब डिप्रेसनमा गइसकेको रहेछ भने कस्तो देखिन्छ त्यो मान्छे? हैन, डिप्रेसनमा गएको मान्छे अलिकति तपाईको सुस्त, एन्जाइटी भन्दा अलिकति फरक देखिन्छ के। ए हजुर, मान्छेहरूमा त्यो एक्टिभनेसको कमी हैन। अब जस्तै त्यो मान्छेहरू कस्तो हुन्छ भने तपाईको उसलाई सोध्नु भयो भने नुहाउनु हुन्छ हैन, नुहाउनु त नुहाउँछु, हप्तामा 1 दिन नुहाउँछु, अल्छी बढी के। अल्छी हुन्छ कि उसले केही न केही कुराहरू सोचिरहेको हुन्छ, अल्छी बढी हुन्छ। उनीहरूको जागर जस्तै नर्मल मान्छेमा हुन्छ नि। हामी हेरेर लक्षणहरू त धेरै छ, सबै अब किताबको अनुसार सबै भन्न त अलिकति गाह्रै छ। तर 2-3 वटा सिम्टम मैले त्यो जुन हामीले आफै पनि बुझ्न सक्छौँ त्यस्तो किसिमको लक्षणहरू। त्यो चाहिँ मेन यो मुख्य गरी यो 3टा कुरा भयो, एङ्जाइटी, डिप्रेसन र माइग्रेन हैन। अब यसमा अब उपचार पनि क्रमसँग बताइदिनु। जस्तो अब कसैलाई एङ्जाइटी भएको छ हैन, यहाँले भन्नुभयो जस्तै अब उसलाई चाहिँ अब अलिकति छिटो झर्को लाग्ने, पाल्पिटेसन, मुटुको धड्कन बढ्ने हैन, त्यस्तो खालको लक्षणहरू देखिसकेको छ भने त्यसलाई चाहिँ कसरी उपचारतिर लान सकिन्छ? सबभन्दा मैले चाहिँ अब आफ्नो क्लिनिकमा आएको बिरामीहरूलाई मैले कसरी ट्रिट गर्छु त्यो कुरामा भन्छु। व्यवहारिक कुरा त्यो सोध्नै लाग्यो, कस्तो खालको बिरामी चाहिँ धेरै आउनुहुन्छ यहाँकोमा? अनि यसमा हैन यो माइग्रेनको पनि हुन्छ हैन, एन्जाइटीको पनि हुन्छ, डिप्रेसनको पनि हुन्छ हैन। अब यसमा मैले चाहिँ बिरामीहरूलाई 2-3 वटा कुरा भन्छु। एउटा कुरा के भन्छु भने कि सबभन्दा पहिले तपाईँ आफ्नो जीवनशैली सुधार गर्नुहोस्। जीवनशैलीमा जस्तै हाम्रो शास्त्रमा भन्छ नि बिहान उठ्नुहोस्, ब्रह्ममुहुर्तमा उठ्नुहोस् हैन। भन्नुको अर्थ कि सूर्य उदयभन्दा
पहिला उठ्नु पर्यो। हजुर हजुर। अब जस्तै जो मान्छे डिप्रेसनको हुन्छ, डिप्रेसनमा गइसकेको हुन्छ, त्यो मान्छे बिहान कहिले पनि उठ्दैन, ढिलो उठ्छ। हजुर हजुर। राति उसको निद्रा कम हुन्छ वा ढिलो सुत्छ। यो महिला पुरुष दुवैमा लागु हुन्छ। यो ढिलो उठ्छ। हजुर हजुर। अनि सबभन्दा पहिला म भन्छु कि होइन, तपाईँलाई जसरी भयो नि सनराइज भन्दा आधा घन्टा पहिले 5 साढे 5 बजेतिर कम्तीमा आधा घन्टा पहिले उठ्नुहोस्, आधा घन्टा 1 घन्टा पहिले उठ्नुहोस्। उठेर थोरै वाक गर्नुहोस्। वाकले पनि फिजिकल एक्टिभिटीले पनि त्यसलाई गरिरहेको हुन्छ कि मिनिमाइज गरिरहेको हुन्छ। त्यसपछि मैले केही प्राणायाम भन्छु। हजुर हजुर। योग प्राणायामहरू जस्तै अनुलोम विलोम भयो, ओमको उच्चारण भयो, मेडिटेसन भयो, होइन, त्यस्तो सिम्पल सिम्पल चिजहरू, सबै होइन, सिम्पल सिम्पल चिजहरू भन्छु। त्यसले पनि उसको मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ। त्यसले आफ्टर वाकिङ भन्छु। त्यसपछि नस्य एउटा छ, नाकमा केही औषधि हाल्ने विधान छ आयुर्वेदमा। हजुर। अब केही नभए पनि गाईको घी, हजुर, यो खास गरेर लोकल गाईको घिउ जुन छ, हजुर, त्यो हाल्यो भने त्यसको यति सकारात्मक प्रभाव छ। यो त अब पाउन एकदम अलि गाह्रै होला डाक्टर साहब, यो जस्तो सहरी इलाकामा होइन। हजुर। यो स्थानीय लोकल गाई, किनभने लोकल गाई नै देखिन छोडिसक्यो होइन। अब त्यसमा तपाईँको 1 केजी 2 केजी चाहिँदैन। यदि लोकल गाईको पाइएन भने चाहिँ कुन चाहिँ के होइन, अब गाईको खास गरेर लोकल गाई भनेको मैले यो ग्रास फिड काउ भन्छ कि घास खाने गाई, यो दाना यो केमिकलहरू खुवाएको होइन, किनकि त्यसको असर त घिउमा आउँछ। त्यो नस्य चाहिँ कसरी लिने रहेछ? त्यो नस्य भनेको अब आयुर्वेदको विभिन्न किसिमको नस्यको विधान छ, नाकमा औषधि हाल्ने विधान छ, तर यो स्टुडियोमा अहिले 10 मिनटको आधा घन्टाको प्रोग्राममा त्यो साध्य छैन। त्यसको लागि चाहिँ मैले के दर्शक श्रोताहरूलाई, चाहे हाम्रो महिला होस् वा पुरुष, उहाँहरूलाई म के भन्छु भने लोकल गाईको घिउ छ भने 2 थोपा दुईटै नाकमा, होइन, सुत्नुभन्दा आधा घन्टा अगाडि र बिहान मर्निङ वाक यो योग प्राणायाम गरिसकेपछि नुहाउनुभन्दा 15-20 मिनट अगाडि 2 थोपा दुईटै नाकमा राख्नुहोस्, होइन। त्यो गर्यो भने त्यसको एकदमै सकारात्मक प्रभाव छ। मैले कति बिरामी हल्का मनतातो गरेर राख्ने कि पग्लेको हुनु पर्यो। यो खास नाकमा राख्नुपर्ने कारण चाहिँ के हो डाक्टर साहब? नाकमा राख्नुपर्ने कारण के छ भने आयुर्वेदले के भन्छ भने, तपाईँ सुश्रुत संहिता हेर्नुहुन्छ भने उहाँले महर्षि सुश्रुतले के भन्नुभएछ भने नासा हि शीर्षद्वारम भन्नुभएछ क्या। अर्थात् यो शिर भनेको टाउको को मेन ढोका भनेको नाक हो र यहाँबाट हाल्दा यहाँ बिचमा धेरै नर्भहरू छ क्या, नसा, त्यो नर्भ भन्छ नसा, त्यसको धेरै पोइन्टहरू छ र त्यहाँबाट हाल्यो भने त्यो एब्जर्सन भयो भने त्यसमा ब्रेनमा के अरे त्यसबाट चाहिँ ब्रेनमा सकारात्मक प्रभाव पर्छ, त्यो भन्छु। त्यसपछि मैले दैनिक नुहाउन भन्छु। हामी धेरै ठाउँमा हेर्छौँ पनि होला कि जहाँ यो बौलाएको मान्छेहरू राखेको छ वा के भन्छ लागु औषधमा दूध बेच्नेहरूको राख्ने सेन्टरहरूमा छ, त्यो ठाउँमा दैनिक नुहाउन लगाउँछ क्या। यो स्नानले पनि धेरै सकारात्मक हो। यो खास गरेर साइजोफ्रेनिया बौला जुन रोगीहरू हुन्छ नि, उनीहरूमा त त्यो गाउँघरमा जुन उपचार गर्छ नि, त्यहाँ त 2 चोटि 3 चोटि दिनमा नुहाउन लगाउँछ। त्यसको पनि एउटा सकारात्मक प्रभाव छ। यो 3टा त म केही पनि गर्नु परेन। बिहान मर्निङ वाक, के अरे सनराइज भन्दा पहिला, सूर्योदयभन्दा पहिले उठ्ने, ब्रह्ममुहुर्तमा उठ्ने, योग प्राणायाम गर्ने, मर्निङ वाक गर्ने आधा घन्टा 1 घन्टा समयअनुसार। त्यसपछि नाकमा केही नभए पनि घिउ हाल्ने, घिउ नभए पनि यो बदामको तेल आउँछ नि, रोगन बदामको तेल, त्यो हाल्दा पनि हुन्छ। त्यसले पनि सकारात्मक प्रभाव गर्छ। अरू कुनै मेडिकेटेड ओइलहरू पनि, धेरै मेडिकेटेड ओइल छ, अनु तेल छ लगायत अन्य अन्य औषधिहरू छन्, त्यो औषधि हाल्दा पनि हुन्छ। त्यसपछि दैनिक नुहाउने, यति गरिसकेपछि सम्भव छ भने आध्यात्मिक उपचार, केही भगवानको मतलब केही थोरै पूजापाठ गऱ्यो भने त्यसको पनि एउटा सकारात्मक प्रभाव छ। मन्त्रपाठहरू त्यसको पनि एकदम बाहिर देखिँदैन, तर त्यसको एकदम सकारात्मक प्रभाव पर्छ, होइन, त्यो हो। र त्यसको अलावा पनि औषधिहरू छन्, आयुर्वेदमा छन्, जस्तै अश्वगन्धा को चूर्ण आउँछ, ब्राह्मणी बटी आउँछ, सरस्वती इष्ट आउँछ, विभिन्न किसिमको औषधि छ, होइन। धेरै यो कम्पनीले आफ्नो त्यो पेटेन्ट बनाएको छ, चिकित्सकमा गएर पनि चिकित्सकको हिसाबले
पऱ्यो। हामी कार्यक्रमको अन्ततिर पनि आइसकेका छौँ डाक्टर साहब। यो अन्तमा चाहिँ अब परिवारको भूमिका कस्तो हुन्छ छोटकरीमा? कस्तो परिवारको त एकदम ठुलो भूमिका हो अब यदि कसैलाई त्यो समस्या छ भने परिवारले चाहिँ कसरी डिल गर्नुपर्छ? परिवारले त सकारात्मक गर्नु पर्यो नि। जस्तै मानु कोही स्टुडेन्ट छ, बुझिदिनु पर्यो होइन, स्टुडेन्ट छ अनि उसले गइरहेछ, उसको बिहेभियर चेन्ज भइरहेछ भने त्यो कुरा त बुझिदिनु पर्यो नि। अब भनौँ न श्रीमान श्रीमतीको बिचको कस्तो रिलेसन छ। अब जस्तै कसैको श्रीमतीमा त्यो समस्या देखिरहेछ भने उसको श्रीमानले के बुझिदिनु पर्यो भने उसको सोचाइ के छ, उसले के खोजिरहेछ त्यो चाहिँ बुझ्नु पर्यो। त्यो बुझ्नु पर्यो। श्रीमान छ भने श्रीमतीले पनि बुझ्दिनु। मानौ कसैको श्रीमानको रक्सी खाने, चुरोट खाने बानी छ, अब त्यो श्रीमतीलाई पसन्द छैन, होइन। अब बुढो जहिले नि रक्सी खाएर चुरोट खाएर ढिलो राति आउने, काम केही नगर्ने, पैसो नदिने अनि बच्चा पढाउनु छ, त्यो तनाव भएन? त्यो कुरो त बुझ्नु पर्यो। त्यो त तपाईँ हामीले आफैले म्यानेज गर्ने हो त्यो कुरो। त्यसमा त डक्टरको के रोल हुन्छ? हजुर हजुर, त्यो चाहिँ पारिवारिक कुरा हो, पारिवारिक रूपमै सल्टाउनु पर्यो। हो, पारिवारिक कुरो पारिवारिक रूपमा सल्टाउनु पर्यो। डाक्टर साहब, अझै यहाँसँग थप जानकारी लिने हाम्रो इच्छा थियो, तर समयको पाबन्दीका कारण हामीले चाहिँ अब यो कुरालाई यहीँ टुङ्ग्याउनु पर्ने भएको छ। यद्यपि यहाँले यति राम्रो कुरा यति छोटो समयमा पनि हाम्रा दर्शकहरूमाझ सेयर गरिदिनु भएको छ। हामी आशा गरौँ हाम्रा जो दर्शक यहाँ हेरिराख्नु भएको छ, जसलाई यो समस्या छ, उहाँहरूले यो कार्यक्रमबाट बढीभन्दा बढी फाइदा लिनु हुनेछ भन्ने हामी आशा गर्दछौँ। र समय दिनुभएकोमा यहाँलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ। हजुरलाई पनि धन्यवाद। दर्शकवृन्द, आज हामीले कुराकानी गऱ्यौँ मानसिक समस्या महिलामा किन बढिरहेको छ र यदि महिलामा कुनै मानसिक समस्या छ भने पनि त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा अत्यन्त सजिलो सरल उपाय डाक्टर सबरी शाहले सुझाउनु भएको छ। आशा गर्दछौँ यो उपाय यहाँहरूको लागि पनि लाभप्रद हुनेछ। कार्यक्रमको समय आजलाई यति नै। हवस् त, मलाई पनि बिदा दिनुहोस्। नमस्कार।